नमस्कार। आज म तपाईहरुमाझ दम अर्थात् आजमाको बारेमा केही छोटो मिठो जानकारी लिएर उपस्थित भएकी छु। दमहरुको बिरामीहरुको लागि यो जाडो मौसम अति नै चुनौतीपूर्ण हुन सक्छ। चिसो हावा, सुक्खा वायु, संक्रमणको बढ्दो जोखिमले अझ दमलाई चाहिँ अझ उत्तेजित बनाउन सक्छ। तर पनि केही सजगता अपनाएर तपाईहरु यस जाडो मौसममा चाहिँ स्वस्थ रहन सक्नुहुन्छ। डाक्टरले प्रिस्क्राइब गर्नुभएको इन्हेलर नियमित रूपमा चाहिँ प्रयोग गर्नु पर्यो, चाहे दमको लक्षण देखिए तापनि अथवा नदेखिए तापनि। रेस्क्यु इन्हेलर सधैँ आफूसँग बोक्ने, घरबाट जस्तै साँझ बिहान बाहिर निस्कदा मास्क स्कार्फहरूले चाहिँ नाक मुख छोप्ने, जसको कारणले गर्दा त्यो चिसो हावालाई पनि नरम बनाउन हेल्प गर्छ। नुहाउँदा अति चिसो अथवा अति तातो पानी प्रयोग नगर्नुहोस्। ठिक्कको मनतातो पानीले चाहिँ नुहाउने गर्नुहोस्। घरभित्रको वायुलाई पनि शुद्धिकरण गर्न अति नै आवश्यक हुन्छ। धुलोहरू भयो, आफूले घरमा पालेको जनावरहरू छ भने त्यसको रौँबाट, प्वाखहरूबाट पनि हामी टाढा बस्नुपर्ने हुन्छ। घरभित्र धुपहरू बाल्नु परेमा झ्यालढोकाहरू खुल्ला राख्ने। जाडो मौसम सुरु नहुँदै यदि कसैमा चाहिँ फ्लू, निमोनियाहरू छ भने त्यसलाई चाहिँ बेलैमै ट्रिटमेन्ट गर्नुपर्छ। किनभने फ्लू र निमोनियाले आजमालाई अझ जोखिममा पुर्याउन सक्छ। घरमै हामीहरूले चाहिँ हल्का एक्सर्साइजहरू पनि गर्न सक्छौँ। अब दमको बिरामीले एक्सर्साइज नगर्ने भनेर हुँदैन, हल्का हामीहरूले एक्सर्साइज पनि गर्नु पर्छ घरभित्रै। र इमर्जेन्सी प्लानिङहरू पनि हामीले बेलैमै गर्नुपर्छ। जस्तै अब आफूले भिजिट गरेको डाक्टर, कन्सल्ट गरेको डाक्टरहरूको फोन नम्बर डायरीमा अथवा चाहिँ मोबाइलमा पनि हामीले सेभ गरेर राख्न सक्छौँ। र डाक्टरको सल्लाह अनुसार मलाई अब यस्तो लक्षणहरू देखा पर्यो अथवा साइन एन्ड सिम्पटमहरू देखा पर्यो भने मैले के गर्न सक्छु त भनेर चाहिँ हामीहरूले नोट पनि प्रिपेयर गर्न सक्छौँ।